हामी बथा जाने चाहिँ स्टार्ट भइसकेको छ। यहाँ ट्याक्सी आएको छ हो साथीहरू, अनि अब यो ट्याक्सीमा जाने होइन। हामी जम्मा 4 जना छौँ, यहाँ भाइहरू 3 जना हुनुहुन्छ, मसँग 4 जना। अब हामी ट्याक्सीमा पनि चढ्यौँ। पहिला जाँदा चाहिँ हामी धेरै खर्च लिन्थेन, धेरै त्यहाँबाट हाम्रो लगभग डिस्टेन्स भनेको धेरै छैन, आधा घन्टा जति मात्रै लाग्छ। पहिला चाहिँ अब हामी 40 रियलमा जाँदै गरेको, अहिले चाहिँ अलिक महँगो भनेको छ हो। त्यो चाहिँ म भन्दिनँ तपाईँहरूलाई। यहाँनिर चाहिँ अब कस्तो छ भने यहाँको नियम कानुनहरू सबै उल्टो छ होइन। यहाँ चाहिँ लेख्दाखेरि पनि उल्टोपट्टिबाट लेख्छ होइन। गाडीहरू चलाउनु पऱ्यो भने पनि हाम्रो चाहिँ अब लेफ्ट साइड हुन्छ भने यहाँको चाहिँ राइट साइड हुन्छ होइन। यहाँको अलिकति तपाईँले यहाँ दृश्य देख्दै हुनुहुन्छ होइन। यहाँको चाहिँ अब हाम्रो जस्तो रङ्गी बिरङ्गी हुँदैन, कलरहरू लगाएको हुँदैन। यहाँको अब सादा एकदम सिम्पल हुन्छ। उनीहरूको अब एउटा एउटा आफ्नो होला रहनसहन भने जस्तो होइन। यहाँको ठाउँको आफ्नो आफ्नो देशको परिवेश होइन, तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर होइन। यस्तै छ यहाँको चाहिँ। अब बलुवा गाडी धेरै हुन्छ। यहाँको घर बनाउँदा पनि धेरै मेहनत लगाएर बनाउनु पर्ने हुन्छ होइन। जति हाइटको हुन्छ त्यति नै मुनि पनि दबाउनु पर्ने भएको हुन्छ। ल अब चाहिँ हामी लगभग बथा आइपुग्यो होइन। ल बथा आइपुग्यौँ हामी। यहाँनिर चाहिँ अब एउटा फिलिपिनी मार्केट छ। हामी यहाँ पहिला यहाँ जान्छौँ फिलिपिनी मार्केटमा। यहाँ चाहिँ अब विभिन्न किसिमको धेरै आइटमहरूको सामानहरू पाउने गर्दछ होइन। आफूले जे चाहे त्यहीँनिर, तर महँगो छ, अलिकति महँगो चाहिँ होइन। यो देख्नु भएको बिल्डिङ चाहिँ यो फिलिपिनी मार्केट हो। यहाँनिर चाहिँ हामी फिलिपिनी मार्केटभित्र अब इन्टर गर्दैछौँ यहाँनिर चाहिँ होइन। एकजना साथी चाहिँ खर्च नभएर खर्च निकाल्नु जानुभएको छ। अब यहाँ विदेशमा चाहिँ एउटा के कस्तो हुन्छ भने तपाईँको जहाँ मार्केट हुन्छ होइन त्यहाँनिर नै ब्याङ्क भएको हुन्छ होइन। तपाईँले नेपालमा जस्तो अर्को ठाउँबाट ब्याङ्कबाट पैसा निकालेर त्यहाँ गएर सपिङ गर्नु त्यस्तो झन्झटिलो हुँदैन। यहाँ चाहिँ तपाईँको पैसा छैन अथवा ब्याङ्कमा पैसा छ भने चाहिँ तपाईँहरूले त्यहीँबाटै निकालेर होइन त्यहीँ खर्च गरेर गर्नु पनि सक्नुहुन्छ। ल साथी पनि आउनुभयो होइन। उहाँ नै हो मिजासिलो, एकदम राम्रो साथी हुनुहुन्छ। उहाँको चाहिँ धेरै 3 वर्ष नै भइसकेको थियो, अनि घर जानको लागि चाहिँ एकदम खुसी भइराख्नु भएको छ होइन। आज सपिङ गर्नु पर्यो, टिकटहरू लिने भनेर होइन। अनि म चाहिँ होइन होइन, म चाहिँ अब एकदम मलाई चाहिँ घुम्न मन परेको कारणले गर्दाखेरि चाहिँ हो। यो चाहिँ अन्डरग्राउन्ड जस्तै हो होइन, मुनिपट्टि हो फिलिपिनी मार्केटको। यो चाहिँ मुनिपट्टि हो। यहाँ साथीहरू जाँदै हुनुहुन्छ। यहाँ टेरिबे देखेर साथीले किनौँ कि गर्दै हुनुहुन्छ, तर किन्नु भएन उहाँहरूले होइन। अब पहिला चाहिँ टिकट लिने भरे के हुन्छ कसो हुन्छ भनेर टिकट किन्ने काउन्टरतर्फ लाग्दैछौँ होइन। मलाई चाहिँ यो ठाउँ पहिला एकचोटि गएको, आउने बित्तिकै गएको, त्यहाँदेखि गएको थिएन। नगएको कारणले गर्दाखेरि चाहिँ मलाई नि जौँ लागेर साथीहरूलाई पछ्याएर गएको होइन। एकदम अब यस्तै छ यहाँको होइन। साह्रै अब विदेशै जस्तो चाहिँ तपाईँको छैन, अन्य देश जस्तो चाहिँ त्यस्तो क्लिन चाहिँ छैन यहाँ पनि होइन। एकदम घर बाक्लो बाक्लो होइन। यहाँ चाहिँ अब अलिक आफू सतर्क भएर पनि हिँड्नुपर्छ। यहाँ चाहिँ चोरी पनि हुनसक्छ। साथीहरू तपाईँहरू कहिले जानुभएको छैन, फर्स्ट टाइम जानुभएको छ भने तपाईँहरूले यहाँनिर चाहिँ अलिक जोगिनु होला। तपाईँको पर्सहरू खोस्न सक्छ, यहाँ लुट्न सक्छ। साउदी भनेर हुँदैन यहाँ। साउदीमा पनि धेरै चोरहरू पाउँछ। सँगै काम गरेको साथीहरूसँग घुम्न डुल्न पाउँदाखेरि मलाई चाहिँ एकदमै खुसी लाग्छ होइन। अब हप्ता दिनमा 1 दिन छुट्टी मिल्छ होइन। त्यो पनि हाम्रो चाहिँ अब 12 घन्टामा 12 घन्टा काम गर्नुपर्छ। त्यसै कारणले गर्दाखेरि अब छुट्टी भएको दिन चाहिँ हिँडौँ घुमौँ जस्तो लाग्छ मलाई। तर कहिले कहिले अब घुम्न पाइन्न, साथीहरू हुन्न होइन। ल हामी चाहिँ अब टिकट किन्ने भनेर साथीहरू जाँदै हुनुहुन्छ, वहाँनिर जाँदै हुन्छ साथीहरू। हामी कोही पछाडि पनि हुनुहुन्छ, कोही अगाडि पनि हुनुहुन्छ होइन। यहाँबाट हाम्रो यो रियादबाट लाग्ने भनेको चाहिँ नेपाल एयरलाइन्स लाग्दैन, अर्को हिमालय एयरलाइन्स लाग्छ होइन। हिमालय एयरलाइन्सको अब कति छ फी भाडा होइन, टिकट भाडा बुझौँ गएर। बथा मार्केट चाहिँ हाम्रो सेम काठमाडौँ जस्तै हो। लगायत चाहिँ फाइनली हामी टिकट काट्ने ठाउँमा पनि आएका छौँ। यहाँ धेरैजना नेपाली दाजुभाइहरू हुनुहुन्छ, उहाँहरू नेपाल जानको लागि। उहाँ चाहिँ नेपाली नै दाइ हुनुहुन्छ, नेपाली दाइ नै हुनुहुन्छ। उहाँले होटेल पनि खोल्नु भएको छ, अनि साइडमा अहिले स्विट पसल पनि छ, स्विट पसल पनि राख्नुभएको रहेछ हो। टिकट काटिसकेर अब साथीहरू सबैजना बाहिर निस्क्यौँ हो।
अब यहाँनिर साथीहरू कस्तो हुन्छ भने यहाँ चाहिँ बाहिरै ग्राहकहरू आउँछ अनि आफूलाई केही दुई चारवटा ग्राहक लगेर चाहिँ लगाइदियो भने चाहिँ आफूलाई केही फाइदा हुँदो रहेछ अनि यहाँ रुँगेर बस्दो रहेछ साथीहरू। अब यहाँ हामी स्विट मार्केटतिर जान्छौँ। हुन त त्यहीँ जोडिएको छ झन चाहिँ होइन, यो चाहिँ बाहिरको सिन हो, त्यहाँबाट देखिने हो। यहाँको बिल्डिङहरू चाहिँ यस्तो छ, धेरै कलरहरू हुँदैन नेपालको जस्तो हो। यो स्विट मार्केट हो, यहाँनिर चाहिँ विभिन्न किसिमको स्विटहरू पाउँदो रहेछ होइन, खजुरहरू। अब मैले साउदीको त धेरै चलेको भनेको नै अब खजुर हो होइन, खजुर एकदमै चलेको छ होइन। यो स्विट तपाईँले अहिले नयाँबाट पनि आएको रहेछ, नयाँ खालको पनि। त्यो पनि उहाँले एउटा एउटा चाहिँ चाख्नु दिनुहुँदो रहेछ कस्तो लाग्छ भनेर होइन। यहाँ साथीहरूले स्विट किन्नुभयो अनि यहाँ एक किसिमको स्विट पाउँदो रहेछ। स्विट भन्दा पनि यो माला जस्तो होइन, यो चाहिँ एकदम औषधि हुन्छ अरे भनेर साथीहरूले किन्दै हुनुहुन्छ। 1 केजी 1.5 केजी 2.5 केजी जति पनि तपाईँले लिन सक्नुहुन्छ जोखेर होइन। अब नेपाल जाँदा के लाने त होइन, त्यही त हो नि, अब स्विटहरू यताउताहरू त्यस्तै त हो नि होइन। हामी बाहिर आयौँ, यहाँ चाहिँ कस्तो छ भने तपाईँको माग्ने पनि धेरै हुन्छ हो। यी बाहिर घरै नभएको हो कि किन हो कि यो कस्तो हो कि बाहिर यस्तरी सुतिराख्नु भएको छ होइन। मलाई चाहिँ अचम्म लाग्यो, विदेशमा पनि यस्तो हुँदो रहेछ। सायद अब फोरेनरै होला, हामी जस्तै होला दुःख पाएको। फाइनली हामी यो सपिङ गर्ने ठाउँमा पनि आएको छौँ। अब यहाँ चाहिँ सबै साथीहरूले सबै के चाहिने सामानहरू सबै एकै ठाउँमा पाइँदो रहेछ। कपडाहरू होइन, इलेक्ट्रोनिक सामानहरू, तपाईँको मोबाइल फोन होइन, घडीहरू। यहाँ चाहिँ हाम्रो मोटु भाइ हुनुहुन्छ, मोटु भाइले चाहिँ जिस्क्याउँदै हुनुहुन्छ उहाँ साउलाई। उहाँले चाहिँ लिपस्टिक लानु खोज्नु भएको रहेछ उहाँको आफ्नो आफन्तको मान्छेको लागि, आफ्नो मान्छेको लागि। अनि वाटरप्रुफ हो भन्दाखेरि वाटरप्रुफै हो भनेर भन्दै हुनुहुन्छ। अनि एकचोटि ट्राई गरौँ तपाईँको लिप्समा लाएर हो कि रहेछ भनेर जिस्क्याउँदै हुनुहुन्छ। यस्तै छ साथीहरू। अब म पनि के लिने त, अब यत्रो टाढो गएको होइन भनेर एउटा क्याप किन्नु मन पर्यो। म चाहिँ प्रायः क्याप धेरै मन पराउँछु, प्रायः जसो म क्याप लाएर नै फोटो खिच्ने हिँड्ने गर्छु होइन। क्याप चाहिँ मलाई एकदम कम्फर्टेबल लाग्छ हो। यहाँ जिन्स प्यान्टहरू पनि पाउँछ यहाँ। अब साथीहरू भोक लाग्यो भनेर सपिङ गरिसकेर खाजा खानुतर्फ लाग्यो है, हामी सबैजना लाग्यो। यो चाहिँ एउटा कस्तो रहेछ, स्पोन कर्नर भन्ने एउटा रहेछ होइन, नेपाली दाजुभाइहरूले नै खोल्नुभएको नेपाली रेस्टुरेन्ट। यहाँनिर चाहिँ अब खाजाहरू नेपाली आइटमहरू पाउँदो रहेछ, विभिन्न किसिमको। तपाईँले ढेँडो खान्छु भन्दा नि पाउँछ भनेर भन्दै हुनुहुन्थ्यो, तर हामी चाहिँ त्यो हेरेनौँ। अब हामी चाहिँ खाजा मात्रै खाने हो। यहाँनिर चाहिँ चाउमिन, अब मेरो चाहिँ एकदम फेभरेट भनेको चाउमिन हो होइन। अनि म चाहिँ चाउमिन खाने निर्णय लिएको चाहिँ साथीहरू आउँदै हुनुहुन्छ यहाँ, सबै साथीहरू यहाँ। फर्स्टमा जाँदा चाहिँ यहाँनिर चाहिँ तपाईँलाई एक बोतल पानी दिँदो रहेछ हो। सबैलाई नर्मल चिसो कस्तो खानुहुन्छ पिउनुहुन्छ होइन, त्यो किसिमको दिनुहुँदो रहेछ। अनि एकजना बराबर एउटा, उहाँ चाहिँ नेपाली दाइ नै हो, उहाँको वेटर हो। यहाँनिर तपाईँ जानुभयो भने तपाईँलाई वाइफाई पनि रहेछ होइन। नेपालमा पनि छ अहिले, सबै होटेलहरूमा त भन्न सक्दिनँ, तर कतिपय होटेलहरूले तपाईँलाई वाइफाई सुविधा दिएको हुन्छ त्यहाँनिर बसिन्जेल चलाउन, टाइम पास गर्नको लागि। हामीले चाहिँ अब चाउमिन अर्डर गरिसकेको छौँ, एकजना दाइले मात्रै मोमो खानुभयो। मोमो चाहिँ म नेक्स्ट टाइम जाँदाखेरि ट्राई गर्नेछु। हाम्रो चाउमिन अर्डर पनि आइसक्यो। अब चाउमिन खाने हो, कस्तो छ है, दामी छ नि होइन। नेपाली चाउमिन नेपालको याद आउँछ यो खाएपछि होइन। एकचोटि टेस्ट गर्नु पऱ्यो भनेर म ट्राई गर्दैछु। यहाँनिर चाहिँ धेरै भयो मैले नखाएको चाउमिन हो, 2 इयर्स भयो, समथिङ 2 इयर्स। अनि हेर्नुहोस् है ल कस्तो दामी छ है। तपाईँहरू पनि यदि रियादतिरै हुनुहुन्छ होइन भने वाथा जानुभयो भने एकचोटि चाउमिन खानु होला, राम्रो रहेछ, एकदम टेस्ट हुँदो रहेछ। यहाँ चाहिँ तपाईँलाई खोर्सानी अब डल्लै खाँदा नि दिनुहुने रहेछ। अनि काटेर, हाम्रो नेपालमा चाहिँ काटेर दिनुहुन्छ, तर यहाँ चाहिँ अब त्यति काटेर मिल्दैन अरे। मिल्दैन मतलब अलिकति डल्लो खानेलाई डल्लो नै खाऊ भनेर भन्दा चाहिँ। अनि मैले टेस्ट गरेको थिएँ। अब यहाँको खोर्सानी चाहिँ त्यति पिरो हुँदैन जस्तो नेपालको जस्तो, एकजनाले 4-5 खान सकिन्छ। हामीले अब खाजासाजा खाइसकेर अब टाइम पनि रात पर्न लागेको छ। अब हामी बाहिर निस्क्यौँ, साथीहरूले किन्नुभएको सामानहरू लिइसक्नु भएको छ। हामी ट्याक्सीको वेटिङमा छौँ, ट्याक्सी वेटिङ गरिरहेको छौँ हो। अनि एकजना दाइ चाहिँ उता जानुभएको थियो, आउनै भएको थिएन, अनि उहाँलाई पनि पर्खिराख्नु भएको छ। फाइनली हामी अब
ट्याक्सीमा चढ्ने भनेर जाँदैछौँ ट्याक्सीकोसँग होइन। अब ट्याक्सी यहाँ चाहिँ कस्तो हुन्छ भने धेरैजना मिलेर जाँदाखेरि चाहिँ धेरै पर्दैन, 10, 12, 15 रियालसम्म पर्छ एकजना बराबरी। समथिङ हाम्रो धेरै टाइम होइन, 1-1.5 घन्टाको बाटो छ। ल साथीहरूले सबै सामानहरू लाउँदै हुनुहुन्छ। यो देख्दाखेरि मलाई पनि नेपाल जाउँ जस्तो लागिरहेछ, तर पनि मेरो कन्ट्र्याक्ट नसकेको कारणले गर्दाखेरि चाहिँ म चाहिँ अब बाध्यता छ। त्यसै कारणले गर्दाखेरि म चाहिँ यतै रहन्छु। यी सामान सबैले लोड गरिसक्नुभयो हो, सबै आफूले किनेको सामानहरू। अब हामी ट्याक्सीमा चढ्दैछौँ, अब रिटर्न हुन्छौँ हामी हो। साथीहरू हेर्दै गर्नुहोला, यहाँ चाहिँ एकदमै जाम हुन्छ, यो ठाउँमा चाहिँ एकदमै जाम हुन्छ। जाम भएको कारणले गर्दाखेरि तपाईँको 1-1.5 घन्टा लाग्छ। सुरुमा जाने हो होइन, डाइरेक्ट जाने हो भने चाहिँ धेरै लाग्दैन तपाईँको। यहाँनिर चाहिँ अब यहीँ हाम्रो चाहिँ 4 बजे चढेको, यहीँ रात परिसक्नु आँटेको छ हो। यहाँ जामले गर्दाखेरि अलिकति चल्छ, त्यहाँदेखि चल्दैन। फेरि ट्राफिक लाइट हुन्छ, जाम। काठमाडौँको जाम के हुन्छ र हाम्रो नेपालको होइन, त्योभन्दा साह्रो जाम हुँदो रहेछ यहाँ चाहिँ। हेर्नुहोस् है, रात परिसक्यो, यहीँ रात पर्यो हो, आधी बाटो नै भएको छैन, रात परिसक्यो। ल आजको मेरो भिडियो कस्तो लाग्यो हजुरलाई हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। तपाईँहरूले मेरो लाइक, कमेन्ट, सेयर गरिदिनु होला, भिडियो सपोर्ट गर्नुहोला।